पास्तर बरलेको भाले कप मेम्मेङको ठाडेको कुनाबाट अट्याकै महिला हो नि फेरि प्रोफेसनल नै भनौँ न 5 5 खेलाडी है यो चाहिँ तो चलिए शुरू करते हैं। Hey guys, it's me Hang. मलाई त चिन्नु नै हुन्छ होला र आज मेरो साथमा चाहिँ एल्सन है अनि यता सन्देश छ र हामी चाहिँ आज फुटबल जाँदैछौँ दमकको कुन फुटबल हो नाम भाङबारी फुटबल जाँदैछौँ त्यो कस्तो लाग्छ त्यो तपाईँहरूलाई देखाउने छु म है र तपाईँहरूले यस्तो धेरै माया देखाइराख्नु भएको थियो त्यसको लागि धेरै धेरै धन्यवाद र तपाईँहरू को दमक बस्नुहुन्छ र ककललाई यसो भनौँ न फुटबलतिर होइन त्यो भन्छ मेरो साथीहरूले भन्छ एकछिन म बोल्छु पहिला होइन मेरो साथीहरू फेरि बोल्नु थाल्यो भने मेरो साथीहरू कन्टेन्ट भनेकै साथीहरू हो क्या र आज चाहिँ हामी टक्कसँगले नाइटको फुटबल बुक गरेको छ केटाहरूले मस्त हाम्रो मेन स्ट्राइकर आजको 1-0-10 किङ कर द गट एके किङ कर द गट सिधै ठाडेको कुनाबाट ठाडेको कुनाबाट अट्याकै महिला हो नि फेरि सो लेट्स गो माथि पुगेर भेटौँ है त के कस्तो हुन्छ सो तपाईँहरूलाई सबैलाई देखाउने छु म अन्तिमसम्म रहिदिनु होला र फलो गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु भएको छैन भने चाहिँ बेल आइकन दबाइहालिदिनु होला र आजको म्याच म तपाईँहरूलाई है सबै देखाउँछु अब मेरो त फर्स्ट टाइम हो मेरो साथीहरू चाहिँ यसो अब प्रोफेसनल नै भनौँ न 5 खेलाडी है यो चाहिँ हाम्रो दमकको खेलाडी म मात्रै खेलाडी होइन म चाहिँ फर्स्ट टाइमै भनौँ न सेकेन्ड टाइम हो फुटबल र म पनि यसो कन्टेन्ट क्रिएटरबाट केही सक्सेस पाउँछु कि के तपाईँहरूको माया पाउँछु कि भनेर आश राखेको छु र तपाईँहरूले दिनुहुन्छ आई होप म चाहन्छु र मलाई लाग्छ तपाईँहरूले जहाँसम्म हुन्छ सपोर्ट गरिदिनुहुन्छ र यतिमै म खुसी छु र माथि पुगेर भेटौँ है त गाइस सो हामी चाहिँ फुटबल पनि आइसकेको छौँ है यहाँनिर खेलिरहेको रहेछन् मान्छेहरू हाम्रो 5 सरको प्रोफेसनल जिल्ला प्लेयरले चाहिँ यहाँनिर अब बुट सुटहरू झिक्दैछन् हेर कस्तो हुन्छ यसको हेर्नु होला दाइहरू पनि आइसकिसक्यो एकजना यता पर गएको छ फर्स्ट अफ अल चाहिँ सरी भन्नु चाहेँ किनकि मान्छेहरू यसो ठिक्क टिम मात्रै आएर भिडियो गरिदिनेहरू कोही नभएर चाहिँ मैले गेमको भिडियो हाल्न पाइनँ त्यसको लागि आइएम सो सरी तपाईँहरूलाई होइन र यो भाइको खुट्टाहरू हेर्नु न यत्रो छ यो साथीहरूको सरी भाइ भनेछु होइन र हाम्रो केटाहरू हेर्नु 5 सरको प्रोफेसनल केटाहरू छ है र यता हाम्रो एल्सन सर चाहिँ सुज लगाएर रेडी भइसक्नु आँट्नुभएको छ अब तपाईँहरूलाई अगाडि नै सरी भन्न चाहेँ होइन किनकि अब हाम्रो मान्छेहरू अलिकति नपुगेर है भिडियो बनाउन अलिक देखेस हाम्रो पास्तर बरलेको भाले कप मेम्मेङको अच्छा हामीले चाहिँ फाइनली पनि सक्यो है अनि यता हुनुहुन्छ हाम्रो दाई पेल्डीमारीको दाई अनि म चाहिँ सिधै ठाडेबाट कसम भनेको आगो उठेको भन्दा साह्रो भयो अलिक बेलुका खेलिएर मात्रै हो होइन र हामी चाहिँ खेलेर पनि फर्किसक्यौँ दाइहरूसँग सब बाइकमा छ एकजना पछाडि बाइकमा छ अरू एउटा अगाडि बाइकमा छ तपाईँहरूलाई के कसो लागेको छ भनिदिनु होला र लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला र फलो पनि गरिदिनु होला टिकटकमा हेरिदिनुहुन्छ भने फलो गरिदिनु होला युट्युबमा हेरिदिनु हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र यति भन्दै हामी लाग्यौँ रुमतिर होइन किनकि हामी 3टा बाइकमा आएको थियौँ अर्को ब्लगमा भेट्नेछु।